हेर्नु त गर्मी साथीहरू, यस्तो गर्मी भयो भने कसरी बाँच्नु हौ। अहिले ट्याक्कै बेलुकाको 5 बजे ठ्याक्कै कि, तर गर्मी भने कम भएको छैन। सो हेलो एभ्रिवान, वेलकम छ मेरो मिनी ब्लगमा। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु भन्नुपर्छ। अनि हेर्नु न बेलुकाको यस्तो छ कि वेदर चाहिँ यस्तो छ। तर हेर्नु न गर्मी चाहिँ कस्तो छ भने नि यति काम गर्नै सकिँदैन क्या। म चाहिँ यहाँ फाइनली म चाहिँ दाल रोप्न आएको छु। हेर्नु मैले दाल चाहिँ यस्तोमा गएछु। अनि म चाहिँ यहाँ खासमा भन्नुपर्दा खेतमा दाल रोप्न आएको कि। अनि दाल रोप्न आएको, बिहान नि सकिनँ, दिउँसो नि सकिनँ काम गर्नु। अनि बेलुका एकछिन रोप्नु भनेर आएको कि पसिना हेर्नु न कस्तो छ हालत मेरो। यस्तो छ अहिले चाहिँ मोरङतिरको गर्मी चाहिँ एकदमै गर्मीले चाहिँ सताएको छ। सो त्यही हो। ओके बाई बाई गाइस। म चाहिँ अब एकछिन रोप्छु नि घर जानुपर्ने हुन्छ।